सब्स्क्राइब गरिदिनु सब्स्क्राइब गरिदिनु त्यो बाहिर मैले गएको म केटामा त्यो टिकक बस्ने भन्ने हो गाडीबाट गएको फेरि गाडी मैले त्यो मान्छेहरू चाहिँ कहाँबाट भेटेको है भगवान्ले भेटेन मलाई गीत मन लाग्यो गीत गाउन मन लाग्दैन भनेको एउटा गीत लाउने भाइले मान्छेको नम्बर दियो अनि कुरा गरेको ल त्यो मान्छेले त्यस्तो अरे गर्नु भने मेरो त रातहरू सबै हरायो अब त मैले त त्यो अघिको कपाल झ्याप भरेको मान्छेहरूसँग पनि भिडियो किन्नु भएछ कि के अरे उनीहरूसँग पनि फिल्महरू चाहिँ खेल्नु भएछ कि भनेर सोचिरहेको खुर्सानी कस्तो तिमी त यति भएपछि त भाइरल मलाई कति खुसी लाग्यो धन्यवाद अहिले भने मलाई अब अहिले जान्छ जे छ त्यो तपाईँहरूले गर्दा हो म पनि पहिला म त सक्दिनँ गर्न सक्दिनँ जान्दैन आज पनि जानेको त छैन नजाने पनि मान्छेले हिम्मत हार्नु नहुँदो रहेछ क्या ओइ स्वर मिलाउनु गाह्रो भयो कि भएन त्यो रेकर्डिङ गर्दाखेरि त कस्तो गाह्रो हुन्छ यस्तो सुन गीत रेकर्डिङ गर्दाखेरि सुरुमा अडियो काट्ने बेलामा आफ्नो स्वर दिएर आफ्नो स्वरमा चाहिँ अडियो काट्यो भने त्यसमा धेरै सजिलो हुँदो रहेछ कि अनि अर्काको स्वरमा अडियो काटेको छ भने चाहिँ कम त गाह्रो हुन्छ म धनभेनाकोमा के अरे अगाडि धनभेनाले गाउनु भयो त्यहाँबाट पछि मैले गाउँदाखेरि मेरो कतिचोटि बेलाउन ताल ताकेर ओइ श्याम राणा कता हो कता भेट्नु कता भेट कता भेट्यो यो मान्छे त म त केटी मान्छे जस्तो लाग्छ हौ नपठाए मलाई भिडियो नपठाउँ तिम्रो भिडियो यतातिर नपठाउँ म तिम्रोमा हेर्नु जान्छु यता सुन म तिम्रो के भन्छ अरे उसमा हेर्नु जान्छु तिम्रो युट्युब च्यानलतिर टिकटकतिर तपाईँले त्यहाँ हाल्यो भने चाहिँ तपाईँलाई अलिकति भन्ने आउँछ नि यतै म हेरिरहेको यार डिलिट त गरेन होला नि मेरो पहिलाको आइडी हेरिदिनु न छ्यामा भन्छ डाउनलोड पनि भएन अहिलेसम्म पक्का म लिङ्क पठाइदिन्छु हामी ग्रुपमा छौँ है हेर यहाँ मेरो मुखुङ भिडियो है खुर्सानी चपाएको छ पहिलाको खोल्नु मिल्छ कि मिल्दैन त त्यही आएर खुल्छ कि फेसबुकबाट खुल्छ कि कहाँबाट खुलेको अब हामी ग्रुपमा कता छ त भाइ भनेर ग्रुपमा गएर न ग्रुपमा मेसेज गरेर
मेरै त रहेछ काँसी तामुलीमा पठाइदिनु काँसी तामुलीबाट उता फरवर्ड गर्नु ल कस्तो जानु यो आउनु यही गर्नु अनि यहाँ जाने कस्तो बोकेर खोइ त नि हामी तिनजना भएको देखेँ नि भनेको यहाँ पनि म उता यहाँ माथि यता गरेर मैले अहिले पठाउँ त्यसमा पठाउन लिङ्क देखेन क्या कपी गरेर म कपी गरेर पठाइदिनु त मैले कपी गरेर अब भन्दा पहिले पो छिटो भयो कपी गरेर पठाउँदा ल म पठाए भयो अर्कै आउँछ हो यही आउँदो रहेछ यस्तै आउँदो रहेछ तपाईँको उता थियो नि मैले यो कपी गरेर यहाँ पेस्ट गरेको हो क्या मैले पकाउँदा कस्तो आउँदैन त्यस्तै आउँछ है लु यहाँबाट भित्रको खोइ त्यो त आएन त नि यो डाउनलोड गरेर काट्नु डाउनलोड गरेर भित्र जानु के गर्नु त्यसरी चलाउँदै बिचमा छोडेपछि त हुँदैन कति चलाएको छ्या बुढाले घाँस अरे बुझ्नु चलाएको म भिडियो मिलाउँछु नि हामी दिदी बहिनी कुराकानी गर्दै यहाँ मुखमा खुर्सानी चलाउँदै भिडियो बनाउँदै ओइ भेटमेट भन्ने ठाउँबाट मैले बनाउनै आउँदैन नि म त अर्को बाटो पो गर्छु तिमीले हेर त तिम्रो कति राम्रो छ भिडियो तिम्रो त यिनीहरूमा नि भिडियो राम्रोसँगले खेल्ने मान्छे छ भन्दा फिल्म बनिहाल्छ नि यहीहरू लोभ लागेर त तिमीलाई कराएको थर्काएको अनि अहिले पैसा आउने त साथीहरू टेबल छैन के है माथि हातमा देखाउने उनीहरूको टेबल हुन्छ डाइनिङ छैन हाम्रो घोडामा राखेर घुम्नु ओइ थोरै खिच्ने हो कि सिङ्गल खिच्ने हो कि कस्तो गर्ने म त सरारै 10-12 मिनटको बनाउनु तिम्रो छ बाबुले नि खेलेछ है फिल्म मैले भनेको होइन त एक हप्ता मात्रै अनि त्यो किरा अन्डाले मजाले एउटा गरेर खायो भने नि माथि आउने बच्चाहरू त हल्लक्कै आउँछ भनेर तिमीलाई बिचरा के नाना अब पाउँदै कतिको गर्दैन पाउँदै पैसा बनाउँदैन केही बेला त्यस्तो उसो पचास रुपियाँ नहोस् जस्तो लाग्छ बुढाले आजकल कति पैसा पठाउँदैन क्या नानी गाह्रो छ पैसा पठाउने नपठाउने पुरै छोड्दिनु अब आफ्नो लागि आफै गर्नुपर्ने रहेछ भन्नेतिर खोज्नु यस्तो भइरहेको नाना भनेर तनाव भएर
बिर्सेको पैसा गयो मैले यो माटो बाटोमा पुऱ्याएर चाहिँ त्यो दिन आऊ भनेको नमानेर त पैसा दिन्छु कि भनेर फला जे गरे पनि मैले देखेको बुझेको अनुसार ऋण गरेर अर्काको पुरानो दोकान किन्ने मान्छेहरू अनि ऋण गरेर काम गर्ने मान्छेहरू कहिले उँभो लाग्न सक्दैन रहेछ भन्ने नभन्ने आफू पुरैबाट आफ्नो आउने बाटो छ भने त्यो कुकिङ थोरै जम्मा गर्ने त्यो मान्छे छिटो अगाडि बढ्ने रहेछ लाग्यो मेरो त सुरुमा त अनि मेरो दोकान त 700बाट सुरु गरेको नि त कति चबाउँदा हो खुर्सानी चाहिँ अब खुर्सानी कम आउने गरिखेर नि त ग्राङ्गी ग्राक गरेको आवाज मात्रै आउँछ खुर्सानी हो पारै यहाँ आउँदै आएन त हो सामान त बिस होला नानीले भिडियो त्यो लिङ्क पठाइदियो कि उसलाई त्यो त्यहाँबाट डाउनलोड गर भने भिडियो बन्ने रिवार्ड दिइरहेछ नमस्कार मिस भनेको संस्कार मिस रे ल मेरो त रिवार्ड रिसिभ भयो पाँचजनाले भिडियो हेरिदिएको त 1000 रिसिभ भएको भिडियो अब 15जनाले हेऱ्यो भने 2000 30जनाले हेऱ्यो भने 5000 चाहिँ कताबाट अडियो भिडियो र देखाएको भिडियो लु है पोखरी तपाईँको साथीहरू हाम्रो चाहिँ मुखबाङ भिडियो खुर्सानी चबाइ गयो धेरै धन्यवाद तपाईँहरूले आजसम्म दिनुभएकोमा हामी चाहिँ अहिले काँसी गुरुङ र म छु काँसी गुरुङ भनेको तिम्रो यो युट्युब च्यानलमा के छ काँसी गुरुङ युट्युब च्यानल तर हामीले यहाँ मान्छे देखाएको छैन खुर्सानी चबाको मात्रै आवाज दिइरहेको छु है लु काँसी धन्यवाद दिदीको भिडियो हेर्यो भन्दा डोल्मा नानाको भिडियो हेरेर भन्नु न एकचोटि युट्युब च्यानल पोखरा देवता सबैजनालाई नमस्ते ख्यालो म काँसी गुरुङ हाम्रो डोल्मा नानीको भिडियो सबै तिनजनाले सब्सक्राइब गरिदिनु भन्नु न यो यसरी कस्तो कराएको बाई बाई